यसरी कुदेर गयो अब कसरी कुदेर देखा यहाँ ब्रेक छ फोन यहाँ छ यसरी कुदेर गयो पुग्यो होइन पुगेर हतार हतार अब दादाहरूको फोनमा आएर यस्तो वेबसाइट एन्टर गर्यो मेरो त्यही डाउनलोड हुँदैन मेरो पनि त्यस्तै भएको अनि दादालाई पठाइहालेको गरेन म त दादाहरू खाने भने लगाइदिएँ नि म त अब त्यही त मेरिट आयो होइन खुसी लाग्यो नि त भाइ पनि फौजी बन्यो मेरो दाजु तपाईँ मेरो भाइले पनि अभी मजा आएगा ना भिडियो कन्फिडेन्ट तपाईँले त्यस्तै भनेको नि भाइ मैले जोड जोड्दा सिकाउँछ नाच चाहिँ कन्फर्म हुन्छ मलाई म हुँदिनँ रनिङ गर्दा के भने अन्त भने त तपाईँले भनेको थिएन भाइ मैले सिकाएको केटाहरू चाहिँ सबै हुन्छ म भलै म फेल हुन्छु मैले गाइड गरेको छु नि आजसम्म म भनेँ मलाई कन्फिडेन्ट आइहाल्यो नि तपाईँले यस्तो भाइ मैले टचमा बस तल म सिकाउँछु कसरी गर्छु त्यही भएर म त झन् नेपाली यस्तो सोच्ने कि म सिकाउँदैन एक्लै गर्छु म त झन् यस्तो टाँसेर मात्रै भयो चुम्मा मात्रै खाइन तपाईँले टाँसेरै भयो तपाईँले सो हाई गाइस अनि फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो होइन अनि आज चाहिँ हामीहरू सिलगढी जाँदैछ सिलगढीमा एआरमा बोलाएको छ भोलि रिपोर्टिङ टाइम 6 बजी छ गफहरू गर्दैछ अन्त अब चाहिँ अहिले 7 9 पुगेर भेट्नु 11 पर्ने हो अन्त तपाईँसँगै पर्ने हो सपना छ भाइ क्या आफ्नो यो र म सँगै हुन्छ भाइ हामी चाहिँ केमा हुन्छ हामी चाहिँ केमा हुन्छ तिम्रो पार्कापुर्की हो नि त नसोधि राख्न तिम्रो आरटी या जेन के या त ओरा मैले स्पोर्ट्स यो राम्रो चाहिँ पाएँ स्पोर्ट्स त कन्फर्म पाएँ मैले मार्क्स भेरिफिकेसन आइटेम सबै गयो स्पोर्ट्स त पायो अब स्पोर्ट्स अस्ति बाहिर गयो अब टिकट काट्दै होइन मैले काटेको थिएन गाइस अहिले चाहिँ ट्रेनमा चढ्यो होइन अन्त अहिले भर्खर के भइरहेको छ के भयो भन्दाखेरि हाम्रो देवजाति झन्डै मरेन झन्डा बाँचेछ लङ गाडी भइरहेको छ अनि टिकट काट्नु गएको थियो होइन गाइस रोहनले पास भएको खुसीमा चाहिँ पार्टी दिइरहेको छ हो के अरे तपाईँले टिकटले पक्रियो भने सबै पक्रिन्छ टिकट चाहिँ के हुन्छ भएन झन्डै मरे गाइस आज रोहन भाइ रोहन होइन रेसा पनि डर लागेको कुद्दै ट्रेन चढेको उनीहरू तपाईँले आँटेको भने मैले आँटेको अरू थाहा छैन यसले आज ट्रिट दिइरहेछ राम्ररी देखा न यहाँ ट्रिट दिइरहेछ अन्त दिप्दा कता गयो ओ दिप्दा अन्त मोमो भयो भन्दै थियो त तपाईँले मेसेज गर्दा भन्नु भनेको मैले फेरि फोन गरेर नले भने बतायो तपाईँले मैले क्या यसलाई नले भने माया लागेन तेरो त माया लागेन त छिटो बनाउँदैछ हौ कस्तो मासु हालिदिन्छ त्यो आन्टीले हो भाइ चिकन पो रहेछ त चिकन त रहेछ भाइ चिकनकै ले ल भाइ चिकनकै ले ल त्यो भन्ने चाहिँ को यता खुसी छु तपाईँले खायो भनेर ए मेरो सरले त म त सर अझै खाने मेरो थपिदिउँ ओ घाँटी हुन्छ है यहाँ हेर न चढेको चढेको छ उनीहरू हेर को मन पर्यो भन्दैछ को मन पर्यो भने मलाई त मै मन पर्यो
सर भन्ने लाइक पनि छैन उता सर भन्ने लाइक पनि छैन तिमीहरूले कुन एरिया सर भनेको हो रन भाइ कुन एरिया सर भनेको सर भनेको इरी क्यान्सल नगरेको भाइ ए दिप भाइ दिप मोमो क्यान्सल नगरेको भाइ कतिको हुन्थ्यो कति 2 मक्टु भने थिए कतिको आउँथ्यो 2 मक्टु एउटा मक्टुमा 9 प्लेट आउँछ ठुलो मक्टुमा ठुलै मक्टु यति नै होला अब 9 9 18 18 प्लेट 18 त 20 प्लेट आउनु त नि त 36 30 ठिकै छ मोमो आउने अझै ब्याक क्यान्सल भएछ त्यो छिटो क्यान्सल गरेको त्यहाँबाट तपाईँले भन्नु जाने भने मेरो लागि एक्स्ट्रा बनाइदिएको थियो उसले खाने तेरो पनि खाने भने थियो कि उसो बिचरा किनेर ल्याएर आउँछ होस् यसले चाहिँ बनाएर लिएर आउँछ भनेर चाहिँ भनेको किनेर ल्याएर के अरे दादा साप कहाँ छ अरे भिडियो गरेर साल चिप्क्यो के अरे ऊ गइन रन पुसा साप बसी दादा भर्खर आई लभ यु बस्दै आई लभ यु भन्नु न यसले भ्लग बनाउँदैछ हुँदै कि यस्तो रहेछ नि भ्लग बनाउँछ यसले भन्नु न फेरि एकपल्ट अहिले फेरि रिसाउँछ त्यसो गर्दैन अहिले चाहिँ हाम्रो यहाँ बस पर्खिँदैछ हो अनि भर्खर नै आइपुगेको हो अन्त त्यही माथि छ के गर्नु एउटा बस आएको थियो एकजना बस आएको थियो अनि त्यसपछि के भयो भन्दाखेरि त्यो बस फेरि रोकेन सिलगढी नै गएको जान्छ यहाँ फेरि अर्को बस पर्खिँदैछ हामी हजुर हजुर ओदा यहाँनिर रोक्दैन त यहाँ बस्नुपर्छ युट्युबमा जान्छ क्या हो कस्तो मातेको त भाइ तँ के गर्यो ब्रेक सुने भनेको नि तर त यहाँ केही भनिदिनु न यहाँ लगाइस अहिले एकछिनमा बस बाहिर भेटौँ ल अहिले चाहिँ हाम्रो बसमा के हो दादा के भन्न सकिँदैन उदाहरण गरेर सुविधा छ भने के भन्नु Well said. गाइस भर्खर पुग्यो हो यसो खुट्टा धोएर एकछिन ब्यागहरू राखेर रेस्ट गर्नुपर्छ अनि ह्यान्डसन बसिराख्नु गाइस फाइनली मैले चाहिँ खुट्टा धोइसकेँ अन्त माथि जाँदैछ हाम्रो के भयो त मेरो प्यारो सबैजना 1 2 3 4 5 6 दादाजी के भनिदिनु
गुड मर्निङ गाइस अनि आज नेक्स्ट डे होइन अनि अब चाहिँ हामीहरू निस्केको हो त 7 बजी 7:30 बजी रिपोर्टिङ टाइम थियो त्यो भएर अनि यहाँ जुत्ता लगाउँदैछ मैले पनि जुत्ता लगाइसक्यो गाइस अहिले चाहिँ हामीहरू हिँड्दै जाँदैछ हो सबैजना केटाहरू दादाहरू म केही भन्दिनँ भाइ हामी चाहिँ अब दादा नबोल्ने अरे अब कुन चाहिँ रेडी हुनुपर्छ त्यहाँबाट चाहिँ हुन्छ अरू खेलाहरू अहिलेसम्म त केही थाहा भएको छैन खालि पास भएको छ हाम्रो रोहित भाइ चाहिँ अब जिआरमा हो हामी चाहिँ अब बिहारमा होला सो गाइस अब वहाँ गएर यसो खाजाहरू खाएर त्यसपछि निस्किने हो रिपोर्टिङ टाइम 7:30 बजी दिएको छ तर हामीहरू अलिक ढिलै जान्छ किनकि अस्ति नै पनि नि त 9:30 बजी स्टार्ट हुन्छ त्यति बजी आर्मीहरूमा हराम हुन्छ नि अफिसहरू बोलाउँछ 7:30 बजी रुङ्गाउँछ हो अन्त चाहिँ 9 बजी 10 बजीतिर आइदिन्छ यस्तो हरामहरू हुन्छ ल गाइस अब उहाँ भेटौँ ल यहाँबाट ल भेट गाइस अहिले चाहिँ हामी खाजा खाँदैछ सबै यहाँ अपलोड चाहिँ कहिले गर्नुहोस् पर्सि आज अर्को हालिदिन्छु हो अनि भोलि गर्छु अनि ल गाइस खाइसकेर भेटौँ ल के भयो रे यहाँ पानी परेर के गर्छ अरे बड़ा हरामी हो बेटा मजा आया छैन ए एउटा एउटा पनि दिन्छ गुटका हो भने कसले सो गाइस अहिले चाहिँ हामीहरू ट्रेनमा चढ्यो होइन म ट्रेनमा चढेँ कतापट्टिबाट चढ्यो अन्त बल्ल बल्ल सकेर अनि त्यसपछि खाना खानु गएको थियो खाना नै ल्याइन रहेछ एउटा दोकानमा त हो अनि 4 जना अनि दादाले खायो र हामीले चाहिँ म र उसले सिङ्गडा खायो हो अन्त अब घर गएर मजाले भातसात खाने हो मजाले दम्साउने हो किनकि भोक लाग्छ घर पुगेर अलिक राति हुन्छ होला होइन जो साझै खतरा मगायो त्यो पुलिसहरूले सरी आर्मीहरूले बसायो थाहा थियो हामीलाई अनि यति नै हो आजको ब्लग यति नै थियो अनि कस्तो के लाग्यो कमेन्टमा भन्नु होला यति नै थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब धेरै धेरै माया दिनुहोस् धेरै धेरै
Picture perfect, you don't need no filter.